सरकारमा को प्रधानमन्त्री बन्नुभयो, उहाँ अलिकति चेन्ज र अहिले जुन परिवर्तन भएको छ यो तपाईको उदारीकरणको, त्यो उदारीकरणको मेन व्यक्ति को हो भन्दाखेरि गिरिजाप्रसाद कोइराला, किनभने उहाँ प्रधानमन्त्री हो। त्यसपछि माओवादीको आन्दोलन हो, माओवादीको आन्दोलनमा धेरै उतार चढाव हुँदै गयो र एक दिन यही क्रममा जनतासित कुरा माने नेपाली कांग्रेसका साथीहरूसित भेटघाट गर्ने क्रममा उहाँ कञ्चनपुर जाँदाखेरि पुगेकै बेलामा एयरपोर्टैमा उहाँलाई एउटा मेसेज आयो, हत्या गर्नुभएको छ भनेर। उहाँलाई एउटा मेसेज आयो, हत्या गर्नुभएको छ भनेर। उहाँलाई एउटा मेसेज आयो, हत्या गर्नुभएको छ भनेर। अनि त्यो दिन उहाँलाई लाग्यो होइन यसरी हत्या भइरह्यो भने त हामीहरू नेपाल त रहँदैन, नेपाल एकदम अप्ठ्यारो परिस्थितिमा छ, जुन तपाईहरु धेरैले साथीहरूले भोग्नु भएको छ। त्यसपछि उहाँको चेन्ज के आयो भने राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएर अगाडि जानुपर्छ भन्ने उहाँले सोच्नुभयो र उहाँले त्यो एउटा सहमति, सहकार्य र एकता जुन पार्टी भित्र नेपाली कांग्रेस पनि त्यो बेला दुईटा फ्याक्टमा थियो। शेरबाजी यही हुनुहुन्छ, अघि म पनि बोल्छु भन्दै हुन्थ्यो शेरबाजीले यो कुरामा। दुईटा फ्याक्ट थियो, त्यसलाई पनि मिलाउनु भयो र सँगसँगै त्यसपछि तपाईको अन्य दलहरूलाई पनि एक ठाउँमा ल्याउनु भयो र अगाडि बढेर 12 बुँदे सम्झौता, त्यसपछि शान्ति प्रक्रिया हुँदै अगाडि बढ्यो। त यसरी गिरिजाप्रसाद कोइरालाले नेपालको इतिहासमा एउटा छाप छोडेर जानुभयो।